हेलो एभ्रिवान, सेवर हो सम्पूर्णमा। र आजको मेरो काम चाहिँ घरमा के छ भने नि, आजको काम चाहिँ मेरो यो चिम्नी सफा गर्नुपर्ने छ। यो चिम्नीमा चाहिँ पुरा यो तेलहरू के अब जति पनि सब्जीहरू बनाएको तेलहरू चाहिँ यहाँबाट जान्छ नि त उकालो होइन। अन्त कतिवटा पुरा च्यापच्याप हुन्छ, यसलाई सफा गर्नुपर्ने छ। निकै दिन भयो यसलाई सफा नगरेको भयो। अन्त यहाँ चाहिँ तेलहरू पुरा यहाँ चाहिँ उयो जम्मा भएर बसेको हुन्छ। यसलाई खोलेर देखाउँछु अब। अन्त सफा गर्छु, हेर्नुहोस् है त। यसलाई खोल्दा चाहिँ यसको यहाँनिर उयो दुईवटा नट छ, यो सेतो सेतो। अन्त यहाँ पनि छ। यसलाई चाहिँ घुमाएर निकाल्नुपर्छ, त्यहाँदेखि चाहिँ सफा गर्नुपर्छ निकालेर। हेर्नुहोस् है त, यो चाहिँ खोलेर मैले यहाँ राखिसकेँ हो। हेर्नुहोस् न कति चाहिँ यो चाहिँ अब माछाको तेलहरू, माछा फ्राई गरेको, मासु फ्राई गरेको, सब्जी पकाएको तेल चाहिँ यहाँ चाहिँ यसरी जमिन्छ, जमेर बस्छ। हेर्नुहोस् त, यो सबै तेल हो। यसलाई चाहिँ अलिक पानी चाहिँ तातो पानी उमालेर सफा गरिन्छ, मजाले सफा हुन्छ। साबुन जुटाले पहिला मजाले धुनुपर्छ, सफा गर्दा चाहिँ हुन्छ। हेर्नु त, म जस्तो भएछ त यो उयोहरू त, तेलहरू त हैट यस्तो हुन्छ। यो चाहिँ निकै दिन भएको थियो नि त मैले सफा नगरेको कि। दिन त के झन्डै वर्ष नै भएको थियो होला यो सफा नगरेको चाहिँ। वर्ष पुग्न आँटेको थियो होला हौ, यति साह्रो भेला भएछ र आम्मामा। हेर्नु त, यस्तो चाहिँ हाम्रो भुँडीमा जान्छ है यो तेलहरू है। कस्तो चाहिँ हुन्छ होला। म जस्तो पो देख्दो रहेछ। मेरो चाहिँ अब यो गिजरमा पानी उम्लिसकेको छ हो। अब यो पानीले चाहिँ सफा गरे हुन्छ। अहिले भने चाहिँ मैले सफा गरिसकेँ हो। मजाले सफा गरेँ होला, डेलिकेट हल्क्यो। अन्त यो जाली पनि मजाले सफा गरेँ। अनि त्यो सफा गर्दा चाहिँ मेरो एउटा स्टिल डुट चाहिँ पुरा बिग्रिएछ। अब एकदम फ्याङ्दा पनि हुन्छ। यहाँ यसो के काम छ नि, पुरा च्यापच्याप लाग्छ यसमा कि। यो थाङ्ना पनि बिग्रियो। अन्त यसको भित्र चाहिँ के छ नि, एउटा यो फ्यान मात्रै छ। यो चाहिँ फ्यान हो, यसकै मात्रै काम छ मेन। अन्त यसहरू त केही छैन यसमा। अन्त त्यहाँ माथि उयसमा चाहिँ अलिकति सेन्सरहरू, अन्त त्यो के भयो इलेक्ट्रोनिक त्यो केहरू छ। अब बत्तीको हेर। अन्त यसमा यो फ्यान, यो मेन चाहिँ यसको काम छ। यहाँतिर पनि पुरा लागिरहेछ यो फ्यानमा चाहिँ। यो त अब पछि फुल सर्भिसिङ गर्दा मात्रै हुन्छ यसमा त हो। त्यहाँतिर यस्तो चाहिँ यहाँतिर मैले सफा गरिदिनुपर्छ यो खोलेको बेला। यो टाइल्सतिर पनि लागिरहेको छ पुरा। यहाँतिर मैले अलिक लाग्दो रहेछ। लुगा हेर्नु, यसलाई यहाँ चाहिँ लुगाले सफा गर्नु पऱ्यो। यसलाई चाहिँ यहाँतिर तेलहरू लगाएछ अलिअलि। यहाँबाट चाहिँ झर्दो रहेछ। सट्टै फ्यानले तान्छ माथि हो जति गएको। अन्त फ्यानले तानेर चाहिँ यहाँ जति पनि यहाँ टालिन्छ होइन, त्यहाँबाट फेरि ओह्रालो झरेर यहाँबाट झरेर चाहिँ यो चाल्नेको यहाँ त राम्रो पनि गएन। यो चाल्नेको यहाँतिर छ च्यानलहरू क्या, यहाँ टक्क जम्मा भएर चाहिँ टक्क यसमा जम्मा हुँदो रहेछ यहाँनिर। र अहिले चाहिँ मैले एकदम कम्प्लिट गरिसकेँ कामहरू। अन्त सफा गरेर पुसपास गरेर पनि यसलाई इन्स्टल गरिदिइसकेँ हो। यसैले चाहिँ मजाको देखिन्छ, सफा हो। अन्त यसलाई चलाउँदा चाहिँ काम छ, केको काम छैन। हावाहरू तान्दैछ, कस्तो हावा मजाले तान्छ, चिसो हावा चाहिँ उकालो जाँदैछ हो। अब चाहिँ मेरो काम सक्यो। ओके फ्रेन्ड्स, बाई बाई, हेभ अ नाइस डे।